डडेलधुरा जिल्लाको 5औं खोलाची सडक लगायत सहकारी पार्वतीमा अहिले अतिथिहरूलाई स्वागत गर्ने क्रम अगाडि बढिरहेको छ र जिल्ला अधिकारी परोसारा भन्ने मूल नाराका साथ यस गाविसलाई खुला दिशामुक्त तथा सरसफाइयुक्त गाविस घोषणा गरी विभिन्न बस्ती समुदाय सङ्घ संस्थाको संयुक्त प्रयासमा आज मिति 2069 गतेका दिन निम्न प्रतिबद्धता व्यक्त गर्दै कलपाल माण्डौ गाविस खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ।
सम्मान पत्र गाविस कल्पमान्नु गाविसलाई रु 50,000 पुरस्कार स्वरूपको अनुदान सहितको यो प्रशंसा पत्र चाहिँ ग्रहण गर्दैन हुन म कल्पमान्नु गाविसका सचिव तथा यस समारोहका सदस्यहरूलाई चाहिँ अनुरोध गर्दछु। गाविसलाई खुला मुक्त गाविस घोषणा गर्न चाहिँ विशेष पहल गर्न हुने
गाउँ खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति कल्पमाण्डुका संयोजक श्री कर्णबहादुर धामीलाई यो प्रशंसा पत्र प्रदान गरिदिनु हुन म यस जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारीज्यूलाई अनुरोध गर्छु। यस कल्पमाण्डु गाविसलाई चाहिँ खुला दिशामुक्त अभियानमा लैजानको लागि विशेष पहल गर्न हुने यस गाविसका प्राविधिक सहायक श्री गणेश प्रसाद भट्टज्यूलाई धन्यवाद सहित यो प्रशंसा पत्र प्रदान गरिदिनु हुन म चाहिँ जिल्ला समन्वय समितिका चाहिँ अध्यक्ष एवं स्थानीय विकास अधिकारीज्यूलाई अनुरोध गर्छु। टक्राउन चाहन्छु। खास गरी आज कल्पमाण्डु गाविसले डलधुरा जिल्लाको सन्दर्भमा 5औं गाविसको रूपमा खुला दिशामुक्त गाविसको घोषणा गरिरहेको छ र समग्र नेपालमा